है यो दमको यो ठग चोर नगरपालिका हो। मेरो हेलमेट चाहिँ मैले एकछिन दबाई किन्नको लागि भनेर साइडमा मैले राखेको थिएँ हैन। साइडमा राखेको थिएँ मैले, आउँदाखेरि हेलमेट लगिदिइसकेको रहेछ क्या। त्यही भएर म यहाँ बिल तिर्नको लागि भनेर म जाँदैछु। कहाँ त तिर्ने ठाउँ हो त्यो मलाई थाहा छैन, पहिलोचोटि परेको। हेर्दै जानु तपाईँहरू। यो हेलमेटहरू ल्याएको बिल काट्ने ठाउँ कहाँनिर हो? फाइन तिर्ने ठाउँ कहाँनिर हो थाहा छ तपाईँलाई? ए अर्को मोबाइलमा कुरा गर्दैछु कि म, त्यही भएर कि यहाँ अहिले म फोन गरेर पछि यहाँनिर भन्छु ल। बाइक नम्बर पनि बिर्सेँ यार फेरि। अब म हेलमेट हेरेपछि चिन्छु क्या। त्यो हेलमेट लिएर उतै जाउँ न। यहाँ सुन न सर, कसले ल्याएको हेलमेट चाहिँ? भर्खर ल्याएको? म हस्पिटलमा डाक्टरको लागि भनेर म यहाँ हेर्नु सर, दबाई छ यहाँनिर होइन। दबाई लिन जाएर निक्लिँदाखेरि हेलमेट छैन होइन। मलाई त्यो म बाहिरको मान्छे कहाँ पार्किङ केयर पार्किङ यो त्यो ज्योति आँखा उपट्टि म बाहिरको मान्छे कहाँ पार्किङ राख्ने कहाँ नपार्किङ राख्ने मलाई त्यो थाहा पनि छैन। मलाई इमर्जेन्सी थियो, म आएँ होइन। म आएपछि के अरे राखेर दबाई लिएर यो बिल काटेर म दबाई लिएर आउँदाखेरि हेर्नु होइन टोपी छैन। अब म त्यहाँ आउँदाखेरि मलाई अनि अब बाहिरको मान्छे मेरो बिरामी तलमाथि भयो भने सर ल भन्नु त, यो दबाई लिएर म रेला गर्न आएको, केटीसँग घुम्न रिल्याक्स गर्न त आएको होइन नि त। तलमाथि भयो भने दाजु तपाईँ अब बिरामी के लिएर आउनुभएको छ हाम्रो त उठाउन थाहा त्यो टेन्सन हो क्या। अनि मोबाइल हाम्रो त 2 वर्ष भयो दाजु, मलाई थाहा छैन। त्यही भएर त तपाईँलाई भन्दैछु बाहिरको मान्छेलाई थाहा हुँदैन, त्यो चाहिँ हामी एक्सक्युज दिन्छौँ भन्न खोजेको हामीले। त्यो चाहिँ अनि होइन म अहिले त्यहाँनिर आयो झन्नै त्यहाँ म एक्सिडेन्ट भयो। त्यो के अरे त्यो सोध्दै आएको, मलाई यो नगरपालिका कहाँ छ मलाई त्यो पनि थाहा छैन। म सोध्दै आएको होइन। अब त्यति मात्रै नभएर सर फेरि अर्को कुरो के आइदियो भने त्यताबाट हामी उता जाँदाखेरि हामीले ट्राफिकले उतै 500 रुपियाँ छिनाउँछ। म उता जान खोजिरहेको थिएँ, एकछिनको लागि पनि मलाई हेलमेट कसैले पनि दिएन क्या मलाई क्या। अनि 500 रुपियाँ जरिमाना हाल्छ। बाहिरको भित्रको भने थाहा नि हुँदैन, दिमागै खराब हुन्छ क्या सर। लगभग हाम्रो 2 वर्ष भइसक्यो, सबैतिर बोर्डमा लेखिदिएको छ हजुर पूर्व पश्चिम भनेर 15 दिन भनेर। त्यो त हामीलाई थाहा हुँदैन अब को बाहिरको को नजिकको को टाढाको भन्ने कुरा। पछि यहाँ ल्याइसकेपछि मात्रै त्यहाँ थाहा हुन्छ। हस्पिटलले डाक्टरले एकैछिनमा दबाई लिएर आयो भनेर अब पठाएको मान्छे अब हेर्नु न, यहाँ आएर अब नगरपालिका आएर भुल्नु पर्यो क्या मैले। मेरो पल्सर हो क्या, निलो छ क्या, हेलमेट चाहिँ कालो छ क्या मेरो।